कल्पना गर्नुहोस्, एउटा देश बनाउँदै हुनुहुन्छ, तर न कुनै सिमाना छ, न कुनै जमिन छ, न त कसैको अनुमति नै चाहिन्छ। यही हो द नेटवर्क स्टेटको मुख्य विचार। परम्परागत रूपमा देश यसरी बन्छ: पहिला जमिन हुन्छ, त्यसपछि सिमाना बनाइन्छ, त्यसपछि सरकार आउँछ, अनि अन्त्यमा मानिसहरू जोडिन्छन्। तर यो किताबले यो क्रम पुरै उल्ट्याइदिन्छ। यसले भन्छ, भविष्यको देश जमिनबाट होइन, इन्टरनेटबाट सुरु हुनेछ। पहिला मानिसहरू, पछि भूभाग। इन्टरनेट मार्फत जोडिएका मानिसहरूको एउटा समूह। उही सोच, उही उद्देश्य, उही पहिचान। उनीहरू डिजिटल रूपमा सङ्गठित हुन्छन्, डिजिटल रूपमा कमाइ गर्छन्, डिजिटल रूपमा नियम र शासन चलाउँछन्, अनि पछि मात्र वास्तविक संसारमा देखा पर्छन्। यसलाई यसरी सोच्न सकिन्छ: एउटा स्टार्टअप जस्तै, तर एप बनाउने होइन, देश बनाउने। आजको संसारमा जहाँ मानिसहरू रिमोट काम गर्छन्, क्रिप्टो प्रयोग गर्छन् र देशको सिमाना पार गरेर बस्छन्, यो किताबले एउटा खतरनाक प्रश्न सोध्छ: यदि इन्टरनेटले व्यापार, काम, पैसा र जीवनको तरिका बदलिदियो भने देशहरू किन बदलिनु हुँदैन?